दर्शकवृन्द, इटहरी उपमहानगरपालिकाको वार्ड नम्बर 3 मा बिना ब्याज 16 महिनासम्मको किस्ताबन्दीमा सस्तो गडेरी आयो बिक्रीमा। दर्शकवृन्द, यो प्लटिङको मुख्य प्रवेशद्वार हो। यो प्लटिङको नाम गोर्खा मेजर रेसिडेन्सी हो। यति सुन्दर यो प्रवेशद्वार भएको प्लटिङ, त्यस्तै सुन्दर, शान्त र हरियाली या भनौँ प्राकृतिक मनमोहकताले भरिपूर्ण भएको ठाउँमा यो प्लटिङ चाहिँ निर्माण गरिएको छ। यो प्लटिङ जुन गोर्खा मेजर रेसिडेन्सी प्लटिङ हो, यो चाहिँ इटहरी उपमहानगरपालिकाको वार्ड नम्बर 3 कल्याण चोकबाट 150 मिटरकै दूरीमा अवस्थित छ। जुन प्लटिङ यो इटहरीको पशुपति चोकबाट तालतलैया र इपी ल्यान्डतर्फ जाने पिच रोडमा टच भएको प्लटिङ हो। यहाँ यहाँले पाउने 8 दूरदेखि पाउने 10 दूरसम्मका उत्तर र दक्षिण मोहडा भएका गडेरीहरू खरिद गर्न सक्नुहुनेछ। यहाँले यहाँ गडेरी खरिद गर्दा करिब 2,55,000 देखि 2,70,000 प्रति धुरका घडेरीहरू पाउन सक्नुहुनेछ भने, यदि यहाँसँग पैसा कम छ र घडेरी खरिद गर्ने तीव्र इच्छा छ तर पैसा कम भएका कारणले सक्नु भएको छैन भने, कम्पनीले यहाँहरूलाई 25% को डाउन पेमेन्ट गरेर 16 महिना निर्ब्याजी किस्तामा घडेरी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। यो सुविधालाई लिएर यहाँले आफ्नो अधुरो इच्छा सहजताका साथ यो पुरा गर्न सक्नुहुनेछ भन्ने कुराको जानकारी गराउँदै म यहाँहरूलाई यो भिडियो अझै अगाडि बढाउन गइरहेको छु। यहाँ यहाँले मल्टी रोड एक्सेस पाउन सक्नुहुनेछ, त्यसै गरी 3 फेजको लाइन कनेक्सन पाउन सक्नुहुनेछ भने नेपाल सरकारले तोकिदिएको 20 फिटे मापदण्ड अनुसारको बाटो जसमा चाहिँ पिच भएको यहाँले प्राप्त गर्न सक्नुहुनेछ। दर्शकबिन, यहाँले यो ठाउँमा घडेरी खरिद गरेर तुरुन्तै यहाँले बसोबास गर्न सक्नुहुनेछ। यहाँले घडेरी खरिद गरेकै दिनदेखि घर बनाउन यहाँ सक्नुहुनेछ या भनौँ भविष्यको लागि लगानीको रूपमा पनि यहाँहरूले यो ठाउँमा घडेरी खरिद गरेर राख्न सक्नुहुनेछ। यहाँ यस्तो स्टेट भएका यो विशाल बाटो भएका प्लटिङ एकदमै राम्रो यो टाउन प्लानिङ छ, जसले गर्दा यो सुन्दर, शान्त र हरियाली ठाउँमा भएकै कारण यहाँको बसोबास, यहाँको जीवनयापन एकदमै सहजताका साथ बित्ने कुरा म यहाँलाई स्मरण गराउन चाहन्छु। त्यो कुरा त यहाँले यो भिडियो हेरेर पनि सहजै अनुमान लगाइसकेको हुनुपर्छ भन्ने मलाई लागेको छ र म ठान्दछु। यस्तो राम्रो ठाउँ छ। यो ठाउँहरू यहाँलाई डिटेलमा देखाइसकेपछि अब म जग्गाको विषयमा यसका विविध पक्षहरूबारे प्रकाश पार्ने जमर्को गर्दैछु। घडेरी सम्बन्धी विवरण। घडेरी रहेको जिल्ला सुनसरी, इलाका इटहरी 3 कल्याण चोक, क्षेत्रफल पाउने 8 दूरदेखि पाउने 10 दूरसम्म, बाटो 20 फिट पिच गरिएको, दूरी 150 मिटर कल्याण चोकबाट र मूल्य 2,55,000 देखि 2,70,000 प्रति धुरका दरले यहाँले यहाँ घडेरी खरिद गर्न सक्नुहुनेछ। यो अगाडि तपाईँले देखेको कल्याण चोकबाट चाहिँ अगाडितर्फ जाने बाटो हो, जुन चाहिँ इपी ल्यान्ड, त्यसपछि गएर तालतलैयातर्फ हो। देख्नुहुन्छ तपाईँ त्यो फ्लटिङ चाहिँ यो पिच रोडमा जोडिएको छ। अब अगाडि तपाईँले दुईटा ठुलो बाटो क्रस भएको देख्न सक्नुहुन्छ। त्यही हो यहाँको कल्याण चोक, जुन चाहिँ पशुपति चोकबाट यो इपी ल्यान्डतर्फ जान्छ। अब यसबाट म अझै मेरो ड्रोनलाई रोटेट गराएर यहाँहरूलाई यो हवाई चोक देखाउन लागिरहेको छु, जुन चाहिँ आफगाछी चोकबाट पूर्वतर्फ पर्छ। अगाडिको त्यो बाक्लो बस्ती त्यो चाहिँ हवाई चोक हो, र त्योभन्दा अगाडि चाहिँ यहाँहरूले आफगाछी चोक, जुन चाहिँ यो धरान रोडकोमा पाउन सक्नुहुनेछ।